होइन अब हामीहरू के गरी घर चलाउने के गरी घर चलाउने जागिर खान जाने राम्रो खालको एउटा जागिर खोज्ने जागिर खान जाने सधैँ यसरी घर बसेर हुन्छ र बेला चलाउनु जागिर खानु पऱ्यो बच्चालाई पढाउन ओर्न अब त्यो त मलाई थाहा छ नि काम नगरी खाने इच्छा त होइन मेरो काम गर्नु गयो भोलि भनेर बेलामा पैसा दिन्न धेरै पैसा भयो भने दिनु गाह्रो हुन्छ अनेक नाटक कुरा काम गरेर पैसा कसरी दिँदैन वर्ष भयो गरि नै रहेको थियो इमान्दार पनि खोज्दै थियो अब अहिले पैसा धेरै दिनुभयो यो पाराले हुँदैन कि तपाईँ विदेश लाग्नु पऱ्यो कि म विदेश हुनु पऱ्यो घर बेगर चलाउन त एउटा न एउटा उपाय गर्नु पऱ्यो नि बुढी आमा हुनुहुन्छ औषधि उपचार हेर्नु पऱ्यो त्यस्तो हो अब घरै चलाउनु विदेशीमै पर्नु भन्ने त छैन घरमा खेतीपाती गोठबिरुवा कुखुरा बाख्रा पालन गरेर नचल्ने त होइन दामसँग पसलमा लगाउने परिवार मिलेर सानै तरिकाले चल्छ त्यो चल्दैन भने होइन त्यही लगानी गर्नु त खसी बाख्रा कुखुरा गर्नलाई पनि पैसा चाहियो बिना पैसा हुँदैन खेतीपाती गर्ने बिउ किन्नलाई पैसा चाहियो ल्याउनु पैसा यसो अलिअलि दिलाउने गाई बाख्रा पाल्नु अब घर बिरुवा चलाउनु गाई बाख्रा के पाल्नु पर्यो केही उपाय बताउनु न म यस्तो भएछ नि घर तिमीले चलाउने हो अब के गर्ने त खोइ सके मैले गरौँला मम्मीले भने पनि ठिकै हो सरकारतिर जानु लोन गरौँ भने अहिले सरकारले दिँदैन के गर्नु एउटा न एउटा उपाय त गर्नु पऱ्यो यसरी हुँदैन सधैँभरि दिनदिनै चाडबाडले सोध्छ चाडबाडले पनि छोप्छ हामीभन्दा गरिब दुखी धेरै मान्छे छन् अरूको हेरेर पनि चित्त बुझाउनु पर्छ किनभने हामी खेतीपाती गर्छौँ फलफुलको बोट बिरुवा रोप्छौँ केही हाम्रो व्यवहार चलाउने समाधानको उपायहरू धेरै छन् नि अब जागिर खानु गयो जहाँ पनि व्यापार छैन व्यापार नभएपछि साउहरू पैसा भनेपछि यत्रो मुख लाउँछन् बिहान 9 बजीदेखि गरेर 8 बजीसम्म गऱ्यो ठुल्लिएर काम गऱ्यो खोइ आखिर कति त्यसो भनेर कहाँ हुन्छ आफ्नो दिने मेहनतको फल त दिनु पऱ्यो नि जसरी भए पनि त्यो त छोडिँदैन त्यो त मजदुर सँगछन् आफै कर्म गरेर पैसा नपाएपछि मजदुर सँगछन् पुलिस प्रशासन छ मिडियाहरू छन् किनभने हामीले भिख मागेर ठगेर ऋण मागेर भएको काम गर्नु केही गर्नु आफ्नो दिन ठाउँ जसरी गरिँदैन के भन्छ तपाईँहरू जे भन्नुहुन्छ त्यही मलाई चाहिँ अगाडि कुरा बढाएर भएन अब नआए त इमान्दारी गरे त्यो आफूले इमान्दारी गर्दा नि पैसा कारण बेमानी भयो अब आजलाई भयो भोलि बुढाबुढी नै जाउँ न अनि कुरा गरौँला नि त मान्छे खेतीपाती गर्ने बोट फलफुल फलाउने अब गाउँमा पुरै जाने होइन अब के गर्नु के छ तिम्रो विकास ल तिम्रो पनि काम नभन्दै होइन प्रयास गरिरहेको छ मैले पनि म आफै काम गरी खाइरहेको सानोदेखि काम गर्ने प्रयासमा खोजीमै छुटेँ त्यतिकै बस्नु भएको छैन युट्युबहरू चलाउने प्रयास गरेको छु भिडियो खिचेर बारम्बार त्यही हुन्छ त्यो बिरुवा रोपेपछि गोड्ने गरी ठुलो हो युट्युब पनि त्यही हो तरकारी पाकेन भने भोक लागिसक्यो मलाई हिँड्नु पर्दैन काम कहाँ छैन डुलेर हिँड्न छ सधैँभरि भात पाकेन खाएर कहाँ जान छ र तपाईँले म जान्छु नि कहिले काम हुन्छ कहिले हुन्न काम गरिरहेको ठाउँमा बेमानी बनाउनु अनेक नाटक गर्न थालेँ अब अरू काम भयो नि त खोज्न त हिँड्नु पऱ्यो घरमा त काम पऱ्यो नि ल्याइदिनु पाक्दैछ त्यसो भए पाक्छ अनि खाएर जानु होला सधैँभरि यसरी अल्लारेपनले हुन्छ भने बच्चाको बिल आइसकेको छ 1 महिना 2 महिना 3 महिना कति समय यसै गरेर हुन्छ र तिम्रो हो त कहाँ हालिदिन्छन् त्यही के भन्छन् पैसा तिर्नु पठाउनु बाबालाई भन्छ
मेरो बाबासँग अहिले पैसा धेरै छैन, पछि धेरै कमाउनुहुन्छ नि म भनिदिन्छु है भन है। तर राम्रोसँग पढ्नुपर्छ है। ल अनि हामी आफूमा झगडा गरेर सानो सानो समस्या भयो भने समस्या नहुने भयो कस्तो छ? अब के भने कि तपाईँ बुहारी मन के हाल्छ? मैले त्यही भन्छु, सुख भयो भने नमाथि पनि सुख भयो भने नआएको सबैजना आउँछन् जान्छन्। उसलाई त सानो एउटा काम भएन, पैसा कमा ल्याउन सकेन भने पर मौका पर्दैन। सुन लक्ष्मी, तिमी घरको लक्ष्मी जस्तो मेन मान्छे हो। तिमी झर्किने फर्किने पर्खिने अलिक व्यवहार बन्द गर। सुखले आत्य पनि छैन, दुःखले मात्य पनि छैन। सधैँभरि यसरी व्यवहार चल्दैन पनि। व्यवहार गर्नलाई पैसै चाहिन्छ। अहिले त बाहिर हिँड्नुहोस्, कमाउनुहोस् भन्दिनँ मैले। अल्लारेपन नगर्नुहोस्। केही कुरा त सत्य कुरा त म पनि मानिहाल्छु। म केही कामै नगरी म 16 वर्षको उमेरमै कमाउनु गएको होइन। अब यस्तो हो, मेरो हामीभन्दा तलको हेऱ्यो भने ओहो हामी त कहाँ हामीभन्दा धेरै माथिको हेऱ्यो भने ओहो केही छैन त्यति घरमा बच्चाको किला छैन भइसक्यो, आमा बिरामी चचाउन लानुपर्ने। तपाईँलाई केही कुराको वास्ता छ? आमाले त मैले बारम्बार जताउनै लगेको छु। छैन मम्मी, सोधखोज गरेको छु, जताउन लगेको छु। अब घरमा बिमारी भए त्यस्तो धेरै ऊ पनि असहज पनि त छैन नि। सुख शान्ति भने कसैले टपक्क टिपेर यहाँ ल्याइदिने हो नि। आफ्नो कर्म मेहनत बिमार लागेर लिने हो कि। आज मैले व्यवहार छोडिदिएँ। कहाँ छोडिदियो भने यो शङ्कापन भएको त मनमा सुख शान्ति लिएर बस्नुपर्छ। सुख लिन जान्दैनौ भने छुट्टै कुरा, नत्र भने केही कुरा तिम्रो पनि सुन्नुपर्छ, केही कुरा मेरो पनि मान्नुपर्छ।